हामी पाथी भएर मन्दिर जाँदैछौँ दिदी र म मेरो दिदीले थाली बोक्नु लगाएको छ यस अनि हेलो मास्क किन लाग्यो भने अनि जानु लाग्यो त्यो रुगामार्गी धुलो पनि छ नि त टाढाबाट आएको हैन टाढाबाट आएको त्यसैले के सबै आउँछ ब्लग है अनि यो ब्लग चाहिँ म पर्खिरहेछु कहिले आउँछ हाम्रो बहिनीको ब्लग म बनाउन साथ सक्छु सुरुमा मेरो दिदीलाई पठाउँछु मेरो दिदी बेसब्रीले भ्लग कि भ्लग भनिराख्नु छ राम्रो यत्रो यति भर्खर हिँड्दा स्या फ्यामा भयो ल उही साथी पानी छुट्यो यार दिदी बहिनीको यहाँ हालत टाइट भयो तरै बसी पानी भएर हो क्या होसले चाहिँ के पनि हैन हामीले के बनाइन्छ मेरो दिदी भ्लग बना कि भ्लग ल हेलो हाई हाई मास्क खोलेर म खोल्नु मेरो दिदीलाई चाहिँ लिपस्टिक लिपस्टिक त भन्छ के सबै म झन् आज कस्तो हातमा लिपस्टिक पनि बिर्सेछु कस्तो देखिरहेको छ मलाई थाहा छैन देखाछ नेचुरल ब्युटी बनाइरहेको छ म नेचुरल ब्युटी त भन्छ सिन चाहिँ दामी छ क्या के छ क्या त्यो तरै बसेर पानी हो र बाबले हुन्छ नि त हामीलाई आउँदाखेरि चाहिँ अटो अङ्कलले भन्नुहुँदैछ 20 मिनट लाग्छ तपाईँहरूलाई बहिनी भन्नुहुँदैछ 20 मिनट 30 मिनटै लाग्ने रहेछ अझ उकालो माथि रहेछ गाह्रो भयो तर भन्नु हुँदैन भन्छ एउटा चाहिँ पढो अरू 30 मिटर बल्ल हामी आधीमा आइपुग्यौँ 30 मिनट छ राम राम अझै यता 30 मिनट बडा यात्रीले मेरो दिदी आज बियोस हुन्छ होला दिदी बोल्दैन बहिनी बहिनी त हुँदैन बहिनी स्काई डाली स्काई माग भन्छ कहिले स्काई बहिनी जान्छ एउटा भन्नु तपाईले भन्ने ब्लग ल आज छ कि आज यो त सर्ट आज भन्छ नि यस्तो यस्तो के भन्छ नि यो भनेको सर्ट भन्छ नि साइड हो त सर्ट टोइलेट हाल्नु ल भनेको यस्तो त झन् म यहाँ बिहानीको मन्दिर जाने केही खानु मलाई थोरै एक ग्लासमा आधी ग्लास पानी खाएन मैले दुध पनि खाएन दुध पनि खाएन मैले दुध खाँदा के हुँदैन नि दुध खा मैले त चिया खाएको कुराहरु चिया के पानी मेरो दिदीले चाहिँ चिया खानु अरे मैले चिया खानु भने क्या माया त मन्दिर जानु भने हिजो तिमीले कुरा गरेको थियो तर आज हामीले सेम सुरुवाल लाग्छ किनकि हामी सेम किनेको क्या दिदी बहिनीले हजुर सेम ठाउँमा सेम चिज सेम एउटै किनेको एउटा ठाउँ होइन यो भने पूजा खानु यहाँ थान कस्तो राम्रो छ मुई 300 रुपैयाँ हो 300 300 को म राम्रो हुने त बहिनी फेरि डालो चाहिँ फर्काउनु भन्नुहुँदैछ अनि डालो गरेर गएर कस्तो आउँछ दिनमा कतिजना आउँछ त्यो पुरो मान्छेले कहाँ आउँछ म कति मान्छेमा फर्किँदैछ हेर दर्शन गरेर फर्क्यो 10 बजीको ओइ पाहाडमा कस्तो लाग्छ म सिन हेर्नु उहाँ पहिरो पो गएछ कुन भएन त्यो खोइ उयो त भएन होला त्यो तर के देख्नु यहाँ त हामीले मात्रै देख्छ म कति मान्छे सबै देखाउने मान्छे आएको बेबी साउँदै बहिनी त बढी छैन नि त बहिनीमा अस्ति त चोट पुगिरहेको मान्छे चोदन ठिक हुन्छ यसपालि मैले दुई हप्ता होला बढी नै होला नि 2 हप्ता चाहिँ बसेर आएको 2 हप्ता त बस्यो तिमी 28 नै बस्यो होला तिमी होइन दाइहरु बहिनी तिमी बस्यो खाना साथी गएपछि हामी गएको 1 हप्ता पछाडि आउनु हो दाजुहरू ए लाली गर्छ नि तर चाहिँ बोट मात्रै चाहिँ लाली गर्छ बोट मात्रै छ त ठिक त बनाइसक्छ सबै टिभी लगाइसक्यो होला त हामीले पानी कस्तो हुन्छ हैन त्यत्रो पशुपति मन्दिरमा हैन फोटो खिच्नु मनाइ हुन्छ भन्छ नि हामी गएर खिचिहाल्छौँ मैले कति खिचेछु मन भित्र नडल तर बन्द गरेको छ ग्यास कास्ती चल्ने वस्तु नफालिदिनु भन्छ हैन फोटो पनि साथी नि अहिले आउँछु ल एउटा फोटो खिच्नु हेलो हेलो लेट्स गो ब्लग पहिला आउने थाहा छैन म क्यामेरा पैसा आउँछ आउँदैन टिकटकहरु बनाएन मैले के भ्लग अब मतलब युट्युबमा क्या ल्यापटपबाट हाल्दै भनेको ल्यापटपै चलाउन आएर के क्यामेरा मोबाइल हालिन्छ नि अब मोबाइलबाट गर्छु अहिले मोबाइलबाट गर्थेँ कि ल्यापटपबाट गर्नु सजिलो हुन्छ भनेको के को मा अप्ठ्यारो मेरो दिदीले युएसको फोटो खिचेर मर्नु हाजेको कस्तो राम्रो त नि कस्तो राम्रो रातो मेरो दिदीको साथी थियो नि त दिदीले जुत्ता खोली सकेँ के आउनु जानु नि आफू चेक भन्दै आफू चेक सुट चेक यो के गरे आफू चेक ब्याक के गरे हेलो मेरो घर जान आउने अहिले बन्द भन्नु पर्दैन अझै हेर ल मेरो दिदीको भिडियो बनाइनु अरे घन्टी बजाएर ल दिनु So, मेरो डान्स के हुने मैले गर्छु सबै घुम्नु आउँदैन नि आएपछि होला सुरुमा मेन मन्दिर हो घुम्नु याद आउँछ उता छ होला हौ यता होला कि के हो यही हो पहिलोचोटि आउँदा पनि त्यस्तै हुँदैन कहाँ हो कहाँ यही होला सायद होइन आउनु दर्शन गर्नु दिदी उता यति आउँछ यहाँ जानु आउने आउनु लाइटर उयो चलाइ चाहिँ फाइनली पूजा गरिसकेँ अब दिदी भएर जान्छु म तीन जग्गा हाल्नु ल
ढुङ्गी ब्लगमा त सम्झिनु मेरो दिदी भ्लगमा चाहिँ सम्झिँदैन म यहाँ पूजा सबै यो म धेरै मन्दिर हिँडेको छु कि मलाई थाहा छ अझ नि हामीले बाबु यो लास्ट भिडियो हामीले मागेको पुरै सबै थोक मलाई काम पुरा होस् भगवान् भाइ ब्लग फोटो किन्ने एउटा मेरो दिदी फोटो भनेर अब फोटो खिच्नु हालेको मेरो दिदीले लिपस्टिक मेरो लिपस्टिक मेरो मैले फोटो खिचेको हेर्नु फोटो हेर्नु त्यसमा भिडियो बहिनीले भनेर अबिर लागेछ के ठिक पनि लागेछ माइ गड एम यस्तो लकी हामीलाई चाहिँ तिमीहरू बहिनी काको तिमी भाग्यो अब फोटो सोटो खिच्यो दर्शन पनि गऱ्यो अब घरतिर जाने बाई बाई बुझ्छ न चलेको दिदी मेरो कति उडेछ ल फेरि त फोटो खिच्नु पर्ने अरे धानको यो सबै पैसा दान गर्ने मान्छेहरूको उहाँहरूको फोटो माइन फोटो नामहरू रहेछ यहाँ मन्दिर ओइ भरे आइसक्यो त म थाहै थिएन म झन् लडेँ ओ माइ गड भ्लगको चक्करमा फेरि अर्कोतिर हुँदैन घर फर्किनेछु पछाडि नेक्स्ट टाइम आउने समयमा भन न अब नेक्स्ट अब अर्को चाहिँ आइन्जेलसम्म होइन ल दिदी बहिनीको आजको मतलब मन्दिरतिरको डुल्दा यो पालि सक्यो बाई अब नयाँ ब्लग होइन अर्को चाहिँ